छोरीहरू फर्स्ट टाइम छोरी फर्स्ट टाइम गएको हो काम गर्नु गर्नु सबसे गर्नु गाई सुने भाइ आराम छ यार भाती भात निकाल्यो यही हो भाइको लागि त सुत्यै रमाइलो भयो बाबु बाबुको फर्स्ट टाइम है जाने है मजा चाहिँ मजै आउँछ हामीहरू लुम्बिनी जाँदैछु है बाबु लुम्बिनी जाँदैछु है के खाएको बाबुले चिज खाएको आम्बो मेरो हाम्रो ब्रेकफास्ट आयो हाम्रो ब्रेकफास्ट आएको हो है ल तपाईँ खानुहोस् न लगाउन सक्छ बाबुले हाम्रो आज लुम्बिनीको फर्स्ट डे है सरी कुछ तो मिल रहा है पापा यो त मिकुले छ ज्याम हो बाबु उनीहरू ट्राई पर्छ नि त ठिक छ यो चिज हो चिज ए बटरको चिज होइन अब मिठो छ हाम्रो ब्रेकफास्ट आइसक्यो है लुम्बिनीको फर्स्ट डेमा यसरी लाउनु छ ओए बाबु जाम मात्रै ब्रेडमा लगाएर खानुपर्छ नि त बाबु ल अब हामी ब्रेकफास्ट सुरु गरेँ नसो म बाबुलाई लान्छु खै मलाई ओके बटन लगाउने हो कुछ हात दिन कहाँ खाएको हात दिन नगर्न कहाँ ल ल खानुहोस् उसलाई थोरै हाल्छ बुझ्छ हुन्छ ल अब हामी खानु सुरु गरेँ है छोडेर दुध पनि आयो दुध खाने मेरो चाहिँ कफी बाबाहरूको दुध कसरी खाएको आफै राम्रोसँग खानुहोस् भाउ नो 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 यो त धेरै कुल्यो नखाँदा पेट दुख्छ नजाऊ त फोन छ हजुर हजुर है अब हामी घुम्दैछु यहाँ कौवाहरू कति धेरै बुद्ध गेस्ट हाउस अब सिन जस्तो छ घाम लागेको छैन यहाँ घाम यहाँ त 12 बजी लाग्छ कि पुरा उसो कुहिरो लागेको छ पोल्युसनले हो कि त्यतिको हो पनि
बाबु यता आउनुहोस् बाइक आयो ल हेर्नुहोस् सुन्नुहोस् बाबु अगाडि अगाडि हिँड्दैछ है म चाहिँ पहिला यहाँ बसिदिएँ हिँड्दै जाँदाखेरि आदर्श इन पहिला चाहिँ यहीँ बसेको यो पछाडि मैले देखेको यो पेन्टिङ भइरहेको छ रुमहरू बाबु यता आउनुहोस् बाइक आयो यता आउनुहोस् यो मेन रोड यहाँबाट घुम्ने प्रवेश गर्नुहुन्छ महादेवी मन्दिर सिद्धार्थ खतरा रहेछ है यो होटल दामी रहेछ क्या हो यो होटल पनि दामी छ क्या हो यसमा आउनु पऱ्यो हजुर हजुर ओहो यही है बिहान आएको बस हो हामी बिहान आएको बस नि यही हो लर्ड कृष्ण ल अब तपाईँलाई मायादेवी मन्दिर गएपछि भेट्छु है मायादेवी मन्दिर पुगेपछि भेट्छु यो हाइवे यो यतैबाट आउने बस बजार लागिसकेको छ लुम्बिनी बजार लुम्बिनी बजार लागिसक्यो यो लुम्बिनी गेट लुम्बिनी प्रवेशद्वार लुम्बिनी होइन कि महादेवी मन्दिर जाने महादेवी मन्दिर जाने बाटो देख्नु भयो है म त धेरैचोटि आइसक्यो 6-7 चोटि आइसक्यो म त यहाँ कति धेरै मङ्की आउँछ बाबु यो वेदरले गर्दा कस्तो देखेको जस्तो लाग्छ मलाई वेदर देखे कस्तो देख्छ त्यो मङ्की आउँछ मङ्की औ हावा लिएर गयो है अब लेजानु हावा लिएर गयो यो वेदरले गर्दा होइन पहिला देखेको हो मैले अस्ति नि आउँदाखेरि नि 1 वर्ष अगाडि आउँदा नि यस्तै देखेको थिएँ भिडियोमा सबै पकेटमा हाल्नु न अहिले 10 मिनट हाल्ने यो वेदरले गर्दा कस्तो स्क्रिनै राम्रो देख्छ नि है अहिले त हजुर हिँड्नु नसक्ने किन आएको त पुग्नुलाई अब हामी नकराउ मायादेवी मन्दिर आइपुग्नु लाग्यो यहाँ बाबु चाहिँ दौडिरहेको छ मायादेवी मन्दिर पुग्नु लाग्यो हामी त्यहाँ टिकट काट्नुपर्छ जस्तो छ बाबु कहाँ आउनु भएको त भाइ कहाँ आउनु भएको लुम्बिनी हो आइपुग्नु लाग्यो बाबु आऊ भाइ हिँड्न नसकेर नानाले बोक्यो यस्तो बच्चा के आउने घुम्ने भने त हिँड्नु नसक्ने त
हो हो तिम्रो बुढो विदेशमा हो अरे कता भए त अगाडि हो लेफ्ट ऊ त्यत्तिकै नि यहाँ हो त्यहाँ व्हाइट कलरको वेट जरा भाइ आदि यहाँ छ मायादेवी मन्दिर अब पुग्नु लाग्यो पुग्यो हामी मायादेवी बुद्ध जन्मेको ठाउँ लुम्बिनी म जतिचोटि आउँदाखेरि नि एकदम मन खुसी लाग्छ मलाई यो जतिपल्ट आउँदा नि ओ टिकट त त्यहीँ लाग्छ है मैले गुचमा राखेको छु फुटिदिन्छ यहाँ यो गेटबाट चाहिँ भित्र छिरेर हामीले स्टे भन्नु सायद चाहिँ क्यामेराहरू चाहिँ एलाउ छैन जस्तो है म अहिलेलाई बन्द गरेँ क्यामेरा है पछि फेरि भेटौँला अहिले धेरै राम्रो भएर छ लुम्बिनी है र मायादेवी मन्दिर पुरा बेलुन सेलुन लगाएर है अर्को यहाँ छ अर्को यो अशोक स्तम्भ नचोड्नु भनेर देख्नु त्यहाँ अशोक स्तम्भ कुन सालमा बनेको यो बाबु यो अब 6 to बा जो है मतलब कोई सा दिख ल ल ल के आएको हो बाबु अनि यो के हो यो हाम्रै हो यसमै हुन्छ दाइ तातो पानी राख्नु ल हाम्रो खाना आइपुग्यो लुम्बिनीको बाबुहरू खाएर छोराहरू ल हामीले खाना सुरु गरे ल खायो लसो लसो लासो खान्छु है ल लसो गयो हाम्रो खाना खाऊ बाबु खाऊ यो जर्मनको shadows play. The wind hums songs at the break of whispering pines. See
secrets untold, carrying tales only the forest holds. पहिला त रोक्दो थिएन Night spills the velvet dark, etching patterns, leaving its mark. The roots stretch deep, the earth's gentle sigh, a lullaby sung to the open sky. Oh, whispering pines, sing me your tune, कति राम्रो caught in the rhythm of the stars and the moon. नेपाली गुम्बा भन्छ Teach me the language of rustling leaves, stories that linger on कहाँ the जानु breath पर्ने of the breeze. बुद्ध The dawn paints gold on the mountain's crown, while rivers whisper truths as they